हेलो साथीहरू नमस्ते। आज चाहिँ म हजुरहरूलाई जुन हजुरको मोबाइलमा नानी बाबुहरूले खेलाउँदाखेरि हजुरको मोबाइल जुन कलर ग्रीन हुन्छ, जुन ब्ल्याक एन्ड व्हाइट देखिन्छ, जुन मैले यहाँ देखाइरहेको छु यो अवस्थामा हुन्छ हजुरहरूको। तब हजुरहरूले के गर्न सक्नुहुन्छ, सानो टिप्सहरूले म बताउन गइरहेको छु। हेरेर हजुरहरूले प्रतिक्रिया दिनु होला। आफ्नो मोबाइल आफै बनाउन पनि सक्नुहुन्छ यदि सेटिङहरू चाहिँ खराब छ र नानीहरूले यताउता चलाइरहेको छ र हजुर परेसान हुन्छ भने हजुरहरूले यसो गर्न सक्नुहुन्छ है। हजुरहरूलाई म यो दुईवटा तरिका बताउन गइरहेको छु, ध्यान दिएर हेर्नु होला है त। यो दुईवटा तरिकामा कुनै एउटा हुनसक्छ हजुरहरूको समस्या। ल यहाँ हेर्नुहोस्, मेरो फोन चाहिँ अहिले यस्तो छ है। मेरो फोन अहिले यस्तो भएको छ, तिनीहरू पुरै ब्ल्याक एन्ड व्हाइट यस्तो भएको छ। अब यसलाई पछि ठिक गर्ने आउनुहोस्, हेरौँ है त। पहिला सिम्पली आफ्नो सेटिङमा जानुहोस्, सेटिङमा जानुहोस्। त्यसपछि यो पहिलो स्टेप भन्दैछ है, सेटिङमा जानुहोस्। त्यसपछि यहाँ तेस्रो नम्बरमा हेर्नुहोस्, तेस्रो नम्बरमा चाहिँ मोड एन्ड रुटिन्स भन्ने छ। मोड एन्ड रुटिन्समा गएर क्लिक गर्नुहोस्। त्यसपछि यहाँ पहिलो नम्बरमा यहाँ स्लिप अन देख्नु भएको छ नि, यो स्लिप, यसमा क्लिक गर्नुहोस्। त्यसपछि यसलाई टर्न अफ गर्नुहोस्। हेर्नुहोस्, अब मेरो फोन अहिले एकदम कलरफुल भइसकेको छ। कलर समस्या चाहिँ कसरी समाधान गर्न सकिन्छ, अरू कुनै सेटिङ गरेर पनि यसलाई ब्ल्याक एन्ड व्हाइट ठिक गर्न सकिन्छ। अहिले मेरो फोन यस्तो भइरहेको छ, हेर्नुहोस्। यो खालको ब्ल्याक एन्ड व्हाइट हुन्छ नि, यो खालको। अब यसमा हजुरले के गर्नुहुन्छ, हजुरहरूलाई पनि थाहा हुन्न नि। अब यसलाई कसरी ठिक गर्ने आउँछ त्यो सिम्पली आफ्नो सेटिङमा जानुहोस्, मोबाइलको सेटिङमा जानुहोस्। त्यसपछि तल आउनुहोस्, स्क्रोल गरेर हेर्नुहोस्, तल आउनुहोस्। हजुरहरूले यहाँ एसेबिलिटी भन्ने एउटा फङ्सन पाउनुहुन्छ, सेटिङ पाउनुहुन्छ, यसमा गएर क्लिक गर्नुहोस्। त्यसपछि यो एसेबिलिटीभन्दा तल यसलाई स्क्रोल गर्दै जानुहोस्। यहाँ हेर्नुहोस्, चेक गर्दै जानुहोस्। यो तेस्रो नम्बरमा छ भिजिबिलिटी एन्ड इन्हान्समेन्ट छ नि, यसमा टच गर्नुहोस्। त्यसपछि यहाँ तल आउनुहोस्, अरूलाई केही टच नगर्नुहोस्, तल आउनुहोस्। हेर्नुहोस्, कलर इन्भर्जिङ छ। कलर इन्भर्जिङ हजुरको अन हुनसक्छ, यसलाई सिम्पली अफ गर्नुहोस्। अब मेरो फोन अहिले एकदम कलरफुल भइसक्यो। हेलो साथीहरू, हजुरले हेरिहाल्नुभयो यो जुन ब्ल्याक एन्ड व्हाइट मोबाइल हुँदाखेरि कसरी दुईवटा स्टेप हामीले हेऱ्यौँ, कसरी यसलाई समाधान गर्न सकिन्छ सिम्पली हजुरको हार्डवेयर खराब छैन भने है त। यस्तै नलेजहरू चाहिँ जान्नको लागि फलो गर्नुहोस्, लाइक गर्नुहोस्, सेयर गर्नुहोस् है।